Hello everyone, welcome back to my vlog. अहिले म चाहिँ उठेर पनि चिया सानो खाएर यस्तो पहाडको नजारा हेर्दैछु यो तरिकामा हैन। यता चाहिँ बाटो बनाउनलाई टिपर कुदेको छ हैन, पानी लाउँदै यो तरिकाले। यता चाहिँ रहेछ फुलहरू, तर व्यवस्थित ढङ्गले यो भान्जाले गेट चाहिँ बिगारिसकेको रहेछ नि। यो भान्जा बनाउनु पर्यो नि त गेट। ठेका ऊ ठेकदार यता हुनुहुन्छ है। म सिधै बोल्दै हुनुहुन्छ फोनमा। हाम्रो गर्लफ्रेन्डसँग बिजी हुनुहुन्छ। तिमी स्कुल जानु जाँदैन? भन्नु न मैले यो भन्न न के भन्? मैले चिलाउनुको यो कि यसले दिन्छ अरे बसाउँदा केही राखेन? यसले दिन्छ अरे कि यसले दिन्छ अरे मैले चिलाउनुको यसले दिन्छ हापै छ तल यो गाइजहरु हैन। यस्तो हो नाइस फुल। हेलो गाइस कस्तो हेलो गाइस यहाँ चाहिँ बिरालोले आफ्नै हात चाटेछ ल्याम्प तरिकाले। यसले के चाहिँ चोरेर खायो तर थाहा छैन, तर हात चाहिँ मस्तसँग चाडिरहेछ यसले। काहीँ केही त काम बिगारेको छ यसले। ओइ बिरालो, ओइ बिरालो, ओइ साला कहाँ तँले काम चोरेछ? ओइ के खाइस्? तैँले हात पुस्दैछस्? गालमा कुछ काला है, यसले कुछ त खायो जस्तो छ। ओइ साला बिरालो यहाँ भाउजू, यसले के चोरेर खायो? पुरा हात चाटिरहेछ। यो चाहिँ मुकुको दोष हो यो बिरालो चाहिँ। यो बिरालो अलिकति दायाँ बायाँ कुटकाट गऱ्यो भने मुकेश लास्टै फायर भएर रिसाउँछ। एक्ला त्यहाँ दिउँ मुको म चाहिँ आज आइसकेँ यता भेटारतिर यसो घुम्दैछु। उतातिर फोटोसोटो खिच्यो, यतातिर हिँडिरहेछौँ। अहिले कुहिरो लागेर चाहिँ केही देखिँदैन तलको। गाडी आउँदैछ, हाम्रो ट्याटर गरेछ साइड जानु दिनु भएर चिसो भयो। आज चाहिँ हामी फेरि दाजु भान्जा टक्क लाएर हामी हिँड्दैछौँ। यहाँ चाहिँ यस्तो रहेछ होइन, यसरी चाहिँ पिङ खेल्ने ठाउँ। आधा अघि मुटु हुनेहरूको त